पुङलुङ 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 हाउ यो पुङलुङ पुङलुङ भनेर गीत गाउने हाम्रो गायककार दाजु कता हराउनु भएछ हौ? अब छैन त अनि बजार त सुनसान छ त यो दाजुको बजार त। हाउ लाख्यो है। हाउ ठिकै छ हौ। हाउ धरानवासीहरूले पत्याएनन् तपाईँलाई? माया गरेनन् कि क्या हो धरानवासीहरूले? हाउ गाह्रो छ है। छोडिदिनु धरानवासीहरूले नपत्याउन् कि तपाईँलाई। तर जे जस्तो भए पनि कि दाजु म चाहिँ तपाईँको बिग फ्यान है, बिग फ्यान। हाउ गाह्रो छ हौ दाजु। हाउ अनि जे जस्तो भए पनि नि दाजु तपाईँको यो यो ढुङ्गो र माटोप्रतिको मोह देखेर चाहिँ नि मलाई साह्रै तपाईँको माया लागेर आउँछ हौ। जे जस्तो भए पनि तपाईँले ढुङ्गो र माटोलाई चाहिँ माया गर्नुहुन्छ है दाइ। जे जस्तो भए पनि कि मलाई चाहिँ साह्रै माया लाग्छ कि तपाईँको। यो धरानवासीहरूले नपत्याउन् कि तपाईँलाई? तर हामी जस्तो एउटा सिधा सोझो मान्छेहरूले चाहिँ पत्याउँछौँ है, पत्याउँछौँ। टेन्सन नगर्नुहोस्। अनि दाजु अनि तपाईँले यो पङलुङ पङलुङ गीत, यो भाइरल गीत निकाल्नुभन्दा पहिला नै अलिकति मलाई सल्लाह मागेको भएदेखि म सल्लाह दिन्थेँ नि त दाजु तपाईँलाई। हाउ यति साह्रो कडा चाहिँ नहुनु है दाजु, यस्तो साह्रो चाहिँ अलिकति नहुनु। अब तपाईँले फेरि झ्याप्पै यो हाई टेम्परेचरमा गाइदिनु भयो, हाई स्केलमा गाइदिनु भयो, हाई भोल्युममा गाइदिनु भयो। झ्याप्पै जनताहरू सिधा मान्छे, हाउ झ्याप्पै अलिकति उल्टो बुझे कि क्या हो दाजु? तर चिन्ता नगर्नुहोस् कि तपाईँ पनि मान्छे चाहिँ सिधै हो। तर अलिकति त्यो दिमाग बाङ्गो भएको कारणले गर्दाखेरि मान्छेहरूले अलिकति त्यो मान्छेको मन बिग्रेको मात्रै हो के दाजु। टेन्सन नगर्नुहोस्, हामी जस्तो सिधा सादा तपाईँको पक्षमा छौँ के दाजु। टेन्सन नगर्नुहोस्। के गर्नु दाजु, यस्तै हो कि अब तपाईँले यो एल्बम निकाल्नुभन्दा अगाडि नै मसँग सल्लाह मागेको भए चाहिँ दाजु अलिकति होस पुर्याउनु है, होस पुर्याउनु भन्थेँ म। तर तपाईँले होस पुर्याउनु सक्नु भएन। अब के गर्नुहुन्छ त दाजु, अब यस्तै छ बजार है। अब अरूको पछि पछि कुद्नै पर्छ। कहिलेकाहीँ चाहिँ अब आफ्नै घमण्डले पनि आफैलाई खान्छ भन्ने कुरा पनि यहाँ लागु हुन्छ कि। तपाईँ पनि मान्छे चाहिँ अलिकति चाहिँ घमण्डी नै हुनुहुन्छ कि, घमण्डी हुनुहुन्छ नि तपाईँ। अलिकति यो घमण्डलाई अलिकति काम गर्नु भनेदेखि चाहिँ हुन्थ्यो कि। अब तपाईँले भनेको हुनैपर्छ फेरि तपाईँलाई। तपाईँले भनेको भएन भने तपाईँ गीत गाउनु थालिहाल्नुहुन्छ, झ्याप्पै गिटार समाउनुहुन्छ हौ तपाईँ। अब गाह्रो छ हौ मलाई पनि। हौ तर म चाहिँ तपाईँको बिग फ्यान है, म चाहिँ तपाईँको बिग फ्यान है। मलाई चाहिँ यो गीत सित साह्रै मनपर्छ कि। तपाईँ जे जस्तो भए पनि अरू थोक गरेर खानु नसके पनि तपाईँ यो गीत गाएर चाहिँ देश खानुहुन्छ है दाइ। गीत चाहिँ तपाईँ दामी गाउनुहुन्छ यार। तर तपाईँ अलि लो स्केलमा गाउनुहुन्छ। अलिकति अलिकति तपाईँको स्केल अलिकति माथिबाट अलिकति धेरै अलिकति माथि स्केल चढायो भनेदेखि तपाईँको भोल्युम अलिकति काम गर्नुपर्छ। अनि त्यो टेम्परेचर पनि अलिकति कम गरेर गाउनुभयो भने ठ्याक्कै मिल्छ दाजु, ठ्याक्कै ठ्याक्कै ठ्याक्कै। तपाईँको टेक त मिस्टेकै जाँदैन क्या दाजु। अब त्यही भएर चाहिँ अब ठिक छ दाजु, जे जस्तो भयो पनि भइहाल्यो। अब तपाईँ अलिकति आफूले आफूलाई कन्ट्रोल गर्नुहोस् होइन। अब यो कुराहरूले पनि यो घमण्डको पाठ पनि तपाईँले सिक्नुभयो होला। अब घमण्ड गऱ्यो भने मान्छे अलिकति झुक्नु पर्दो रहेछ हौ, अलिकति चाहिँ मान्छेको सामु चाहिँ अलिकति शिर निहुर्याउनु पर्ने रहेछ भन्ने कुराको पाठ पनि तपाईँले सिक्नुभयो होला। अब जे जस्तो भए पनि अब हाउ दुःख लाग्छ हौ दाजु तपाईँलाई देखेर। यो धरानवासीहरूले किन पत्याएनन् होला तपाईँलाई? पत्याउनु पर्ने पत्याउनु त। तर ठिकै छ दाजु, अब म पनि त्यता धरानतिरै थिएँ भने अलिकति तपाईँलाई यसो सपोर्ट गर्थेँ कि। अब अलिकति टाढा छु कि। अब त्यही पनि भए पनि अब यो भिडियो मार्फत भए पनि तपाईँलाई मेरो चाहिँ समर्थन छ है दाजु। ढुङ्गो र माटोलाई चाहिँ तपाईँ साह्रै माया गर्नुहुन्छ हो दाजु, के गर्नु हौ। हौ हामीलाई चाहिने भनेको यही ढुङ्गो यही माटो हो, जे जस्तो भए पनि। तर तपाईँको यो ढुङ्गो र माटोप्रतिको मोह देखेर चाहिँ मलाई साह्रै नै तपाईँप्रति चाहिँ एकदमै म चाहिँ एकदमै तपाईँको चाहिँ बिग फ्यान भएको छु है दाजु। जे जस्तो भए पनि टेन्सन नगर्नुहोस् दाजु, टेन्सन नगर्नुहोस्। दिन आउँछ, धैर्य गर्नुहोस्, धैर्य गर्नु सिक्नुपर्छ है त। ल है गुटुङ टुङ लाएर।